टिममा। अब त्यहाँ त्यस्तै अब यदि हाम्रो प्रदेशले गरायो भने त एटलिस्ट हाम्रो प्रदेशको प्लेयरहरू नै धेरै खेल्न पाउँछ नि त। केही नभए पनि 6वटा टिममा एटलिस्ट प्रदेशको 50-60जना प्लेयर खेल्यो भने त्यो एक्सपोजर छुट्टै हुन्छ नि त। अनि हाम्रो प्रदेशको प्लेयरहरूले जुन हिसाबले त्यो माथिको अब पिएम कप नै होला म्याक्सिमम् त्यो 81 गरेर सिधै जुन हुन्छ नि नेपाली टिमको सेट टिमको प्लेयरहरूसँग खेल्ने त्यो कुराहरू चाहिँ प्लेयरहरूले चाहिँ पिएम कपमा मात्रै खेल्न पाइरहेको छैन। लिमिटेड प्लेयरले त्यो ठाउँमा खेल्न पाइरहेको छ। त्यो वातावरण चाहिँ क्रिएट गरिदिनु पऱ्यो जस्तो अब जुन हिसाबले अब अहिले प्रदेश पनि अब देश योपालि अझ बेटर भएर आएको छ। किनकि अब हामीले स्पोन्सरहरू पाइरहेको छौँ, त्यो सबै कुराहरू पार्टनरहरू पाइरहेको छौँ। त्यो 6वटा 7वटा जिल्ला छ, उहाँहरूले अब आफ्नो इनिसिएटिभले गर्दा त्यो एउटा जिल्लाले एउटा गेम गराइदिए पनि प्लेयरहरूलाई सजिलो हुन्थ्यो नि त। अब प्लेयरहरू म्याचेस पाउँथ्यो। मेन भनेको चाहिँ अब प्लेयरहरू म्याचेस कम पाएको भएर चाहिँ त्यो एक्सपिरियन्स नदेखिया हो नि त। अब हामी राम्रो लेभलको म्याचेस कम खेल्छौँ नि त हाम्रो प्रदेशको प्लेयरहरू सबैजना। अब जिल्ला अब कतिवटा खेल्छौँ हामी पिएम कप सिलेक्सन एउटा, त्यसपछि लास्टमा टी20 गण्डकी कप खेल्यौँ, त्यसपछि त खेलेन नि त हामी त्यो जिल्ला इभन जिल्लाभित्र पनि त्यो फाइटहरू गेम खेलेको छैनौँ नि त। त्यो गेम नखेलेपछि के हुन्छ भनेपछि को प्लेयर कहाँ छ कुन सेपमा छ भन्ने थाहै हुँदैन क्या। अब सबैलाई पनि अब एकअर्कालाई थाहै हुँदैन को कहाँ खेलिरहेछ के खेलिरहेछ केही आइडिया पनि हुँदैन, केही थाहा पनि हुँदैन। त्यो भएपछि एटलिस्ट त्यो जिल्लाको भए पनि कुनै प्लेयर त्यो गेम गराउन सक्यो भने त प्लेयरहरू खेल्न पाउँथ्यो। प्लेयरहरू बिजी भइरहेको थियो नि त। अब नयाँ प्लेयर आइरहेको जति गेम हुँदै त्यति नयाँ प्लेयर आउने हो नि त। त्यो गेमहरू चाहिँ अलिक कम भएको छ। अनि एज अ त्यो हामी अब प्रदेशबाट खेल्न जाँदाखेरि पनि अब उता अब पिएम कप खेल्दा नि लास्टमा पनि त्यस्तो कतिपय कुराहरू भित्र भइरहेको थियो। एउटा हुन्छ नि अब प्लेयरहरू केही पाइरहेको थिएन, कसैलाई गाह्रो भइरहेको थियो। 9वटा म्याच खेलिरहेको थियौँ हामी, ब्याक टु ब्याक म्याच खेल्यौँ, ब्याक टु ब्याक ट्राभल गरिरहेको थियौँ। त्यो कुराहरू प्लेयरहरूको लागि थियो अब कसरी गर्न सक्छ सँगले त्यो म्यानेजमेन्ट थियो। अब प्लेयरको कुराहरूलाई म्यानेज गर्नु पऱ्यो नि त। अब त्यो प्लेयरको बडी स्ट्रेस लेभल त्योहरू चाहिँ त्यो अलिक भएको थिएन। त्यसपछि मेन भनेको चाहिँ क्याम्प जुन हाम्रो लाग्छ त्यो क्याम्प चाहिँ कम भयो हामीलाई। अब जस्तै यो 4-5 दिनको क्याम्प लाग्छ, त्यो क्याम्पमा चाहिँ अब सबले त्यो पोटेन्सियल देखाउन नपाउला, त्यो फेजहरू अब त्यसमा कसरी गर्ने के गर्ने त्योहरू गर्न नपाउला। त्यो क्याम्पहरू प्र्याक्टिस क्याम्पहरू इभन अब क्याम्प पनि लागिरहेको छ पिएम कपको बेला मात्र। त्योभन्दा पछि अब प्लेयरहरू पाइरहेको छैन। अब कोही प्लेयर पठाउन केही ब्याक गर्नुपर्ने होला, कोही प्लेयरलाई केही भइरहेको होला, त्यो प्लेयरलाई एक्सपोजर दिन चाहिँ पर्छ। अब त्यो प्लेयरहरूले चाहिँ एक्सपोजर चाहिँ पाइरहेको छैन सबै प्लेयरले। त्यसको लागि चाहिँ अब केही इनिसिएटिभ ल्याइदिनु भयो भने चाहिँ सजिलो हुन्छ प्लेयरहरूलाई पनि। अनि त्यसपछि अब त्यही कोचेसहरू पनि अब सबै जिल्लामा कोचेसहरू हुनुहुन्न। अब म्याक्सिमम् कोचेसहरू सबै जिल्लामा हुनुहुन्न। त्यो जिल्लामा पनि अब सबै जिल्लालाई अब राम्रो क्वालिफाइड कोचेस पठायो भने त्यहाँबाट पनि प्लेयर निस्किनु नि त। एकाडेमिजहरू छैन, त्योहरू पनि यस्तो अब एकाडेमीहरू भने एउटा राम्रो खेल्ने ग्राउन्ड या राम्रो खेल्ने ठाउँहरू त्यो जिल्ला अब प्रदेशले जिल्लासँग इनिसिएटिभ गरेर त्यो कुराहरू म्यानेज गरिदियो भने अझ राम्रो हुन्छ। इभन अब हामी पोखरामा पनि त प्र्याक्टिस गर्दाखेरि पनि त्यस्तो राम्रो प्र्याक्टिस त गरिरहेको छैनौँ नि त। हामीसँग ग्राउन्ड मात्र छ। अब हाम्रो क्वार्टर पोखरा हामीसँग ग्राउन्ड छ, प्र्याक्टिस गर्ने ठाउँ त्यस्तो युजेबल छैन, रिक्स छ। अब त्यहाँ पनि अब त्यो कुराहरू रिक्स फ्याक्टरहरू छ। त्यस्तो कुराहरू चाहिँ सानसानो कुराहरू ध्यान दियो भने चाहिँ अगर बेटर रिजल्ट ल्याउँछ। जुन हिसाबले हामी खेलिरहेको छौँ लास्ट गेम हामी जब एज अ प्लेयर पनि हामी सबैको रेस्पोन्सिबिलिटी हो। हामीले मागेर मात्र पनि हुँदैन, अब हामी मागेर हामी त्यो कुराहरू प्रुभ पनि त गर्नुपर्छ नि त। एज अ प्लेयर अब हामीले लास्ट टाइम प्रदेश एउटा ट्रफी जिताएको छौँ, यति वर्ष खेलेर एउटा ट्रफी मात्र प्रदेश जित्यो। त्यो चाहिँ एज अ प्लेयर पनि सोच्नु पऱ्यो कि हामीले अब केमा ल्याक गरिरहेछौँ, एज अ टिम खेल्नु पऱ्यो। एज अ केमा ल्याक गरिरहेछौँ हामी एज अ प्लेयर होइन। अब कस्तो हामी यस्तो उमा पनि छैनौँ कि यस्तो उमा हाम्रो यति स्ट्रङ पनि छैनौँ कि सबै कुरा उसले गरिन्छ भन्ने होइन। अब प्लेयर भएपछि आफूमा आफै लगानी गर्नुपर्छ नि त। अब त्यो सबै कुरा अरूबाट खोजेर पनि हुँदैन। अब एज अ प्लेयरहरू सबैजना अब सबै इन्जोय गरेर प्र्याक्टिस गरिरहेको छ, कोही कहाँ गएर गरिरहेछ नि त, त्यो मेहनत गरिरहेछ नि त। त्यो भएको हिसाबले आफू राम्रो खेल्नु छ भने आफूमा चाहिँ आफै लगानी। रिजल्ट वाइज अब हामीले जुन अब एउटा एज अ टिम अब पुरै कुनै अब प्रदेशले पनि गोल राखेको छ। अब दाइले अझै भनिराख्नुपर्छ कि हाम्रो अब एज अ टिम प्रदेशको गोल के छ भने चाहिँ हामी ट्रफी खेल्ने टप 4मा आउने। त्यो सकिन्छ नि त हामी त्यो गर्न। त्यो प्लेयरमा सबैमा त्यो हुनु पऱ्यो कि हामी यो लेभल खेल्ने हो, हामी यहाँ डिजर्भ गर्छौँ। जति अब हामी मेन भनेको अब हाम्रो प्लेयरहरू कति प्लेयर म्याक्सिमम् हामी क्याम्प लाग्छ यो लाग्छ नेपाल टिममा हाम्रो प्लेयर हुँदैन। इभन फ्रेन्चाइज लिग हुन्छ, फ्रेन्चाइज लिगमा हाम्रो प्लेयर कम हुन्छ। किन गर्नेछ, टिमको पर्फर्मेन्स कस्तो हुनेछ, आउँदैछ पिएम कप भन्ने कुराहरू आएको छ। पक्कै पनि टिम एउटा राम्रो खेलाडीहरूको बन्च अफ प्लेयर्स हामीसँग हुनुहुन्छ जस्तो लाग्छ। मेन्स एन्ड वुमेन्स युथ र एक्सपिरियन्स मैले पनि कतिपय खेलहरू हेर्ने मौका पाएको छु, हेरेको छु र
तपाईँहरूको स्ट्याट चाहिँ रेगुलरली जहाँसम्म लाग्छ 5-6जना युथ प्लेयरहरू अहिले 4जना करेन्ट टिममै भएको पनि गण्डकी प्रोभिन्सबाटै हुनुहुन्थ्यो होला जस्तो लाग्छ मलाई, उहाँहरू हुनुहुन्छ। त्यस्तै सिनियरमा इभन एनपिएलमा चाहिँ धेरैजना खेलाडीहरूले खेल्नु भएको छ। अलिकति युनाइटेड भएर अझ एकताबद्ध अलि राम्रो स्ट्राटेजी र प्लानिङमा खेल्नुभयो भने पक्कै पनि टेबलमा हामी जहाँ थियौँ त्योभन्दा इम्प्रुभ त गर्ने नै छौँ, तर पनि गर्न धेरै कुराहरू बाँकी छ। अघि क्याप्टेन बिपिनले नै उठाउनु भयो, खेलाडीका सेवा सुविधादेखि लिएर यहाँका पूर्वाधारको कुराहरू होला, इन्फ्रास्ट्रक्चरको कुरा एकदमै जेन्युन छ। सबै कुराहरू सुधार गर्दै लानुपर्ने छ, सुधार गर्नुपर्ने छ। यसमा चाहिँ पक्कै पनि गण्डकी प्रादेशिक क्रिकेट सङ्घ पनि यसमा सचेत छ, अवेर हुनुपर्छ र हामी नेपाल क्रिकेट सङ्घ पनि अवेर छौँ। र यो ठाउँ भनेको त यति धेरै टुरिज्म वाइज पनि र जति पनि हो जस्तो लाग्छ। यस्तो राम्रो ठाउँमा चाहिँ क्रिकेट एउटा ग्रो गर्न पाइरहेको छौँ, कास्की लगायत सम्पूर्ण अरू डिस्ट्रिक्ट वरपरिकोमा चाहिँ र धेरै पोटेन्सियल छ, धेरै क्षमता छ। त्यो कुरामा विश्वास गरेर आज एउटा स्पोन्सर जोडिएको छ। तपाईँहरू राम्रो क्रिकेट खेल्नु होला जब यो सकिन्छ, त्यसमा चाहिँ तपाईँहरू उत्कृष्ट क्रिकेट खेल्नु होला, त्यहाँ गएर 100% दिनु होला पुरै नेसनल इन्टरनेसनल। र नेक्स्ट टाइम तपाईँहरू पनि जय ट्रफी एलिट खेलेको हेर्न पाऊँ भन्ने शुभकामना दिन चाहन्छु। गुड लक। र मेयर साहब लगायतबाट 80,000-10,000जना चाहिँ गएर चाहिँ मुम्बईमा चाहिँ वानखेडे स्टेडियम भर्न सक्छ भने पोखरामा एउटा उत्कृष्ट स्टेडियम भएर अलरेडी होटेल वाइज, सुविधा वाइज, टुरिज्म वाइज, इन्फ्रास्ट्रक्चर डेभलप र वर्ल्ड वाइड पपुलर डेस्टिनेसन हामीले सम्भावना छ। त्यो गऱ्यो भने यसको पोटेन्सियल कति हुन्छ भन्ने कुरो 10,000-15,000 नेपाली गएर चाहिँ वानखेडे भर्न सक्छन्। एसियन कन्ट्रीको क्राउड आएर चाहिँ पोखरा नभर्लान् वा गण्डकी नभर्लान् भन्न सकिन्न। त्यति धेरै सम्भावना छ। हामीले बारम्बार भन्ने गरेको छौँ, क्रिकेट ग्रो गरिरहेको छ। थ्याङ्क यू सो मच सुदीप सर, अत्यन्त महत्त्वपूर्ण भनाइको लागि मैले आशा दिएको छु। र म यहाँ खमारेल फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्मा महाराजलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी हस्पिटालिटी पार्टनरको रूपमा हामीलाई होटेल कौवाले सहयोग गर्दै आइरहनु भएको छ भने एफएल पार्टनरको रूपमा एक्स स्टेप रहेको छ। यता हेर्नु, यता हेरौँ, यसै गरी यता हेरिदिनु है। हाम्रो जर्सी रिभिल भइसक्यो। स्पोन्सर भिक्टोरिया इन्स्टिट्युट अफ टेक्नोलोजी। गर्ने र यो जर्सी अनावरण गर्ने कार्यक्रमका अध्यक्ष प्लेयरहरू उत्पादन गर्ने निरन्तर प्रयास भइरहेको छ। त्यसैको एउटा पत्रकार महासङ्घका अध्यक्षज्यू सम्बन्धित सबै मित्रहरू सबैलाई हार्दिक सम्मान र अभिवादन छ। जो पोखराभन्दा बाहिरबाट आउनु भएको छ यहाँहरूलाई पोखरामा हार्दिक स्वागत छ। नेपालले जुन खालको सफलता प्राप्त गरिरहेछ, होला हामी चाहिँ सोचे जस्तो सफलता प्राप्त गर्न सकेका होला नसकेका होला, जे भए पनि स्पोर्ट्स एउटा चाहिँ राष्ट्रिय एकताको प्रतीक पनि हो। त्यसभित्र पनि क्रिकेटको आफ्नै खालको क्रेज पनि छ। भर्खरै इन्डियामा भएको, अघि हाम्रो केन्द्रीय सदस्यज्यूले पनि भन्नुभयो, इन्डियामै भएको गेममा पनि 10,000 नेपालीहरू त्यहाँ पुगेको, त्यहाँ भएका नेपालीहरू पनि राष्ट्रिय झन्डासहित उपस्थित भएको। इभन अमेरिका र अरू देशहरूमा भएका ठाउँहरूमा पनि नेपाली झन्डासहित हाम्रा त्यहाँका साथीहरू पुग्नु भएको। त्यो कुराले गर्दा क्रिकेटका लागि धेरै प्रसिद्ध भएको इन्डिया, श्रीलङ्का, अस्ट्रेलिया जस्ता देशहरूको भन्दा दर्शकहरूको क्रेज चाहिँ नेपालको भएको पर्सेन्टका हिसाबले, त्यहाँको पपुलेसनका हिसाबले हाम्रो क्षेत्रबाट पनि हामी इन्टरनेसनल प्लेयरहरू नेसनल त हामीले पाइसकेको अवस्था छ। वुमन्स टिम पनि त्यत्तिकै कम्पिटेन्ट छ। यहाँहरू सबैलाई म सफलताको शुभकामना व्यक्त गर्छु र निकट भविष्यमा हामी पोखरा महानगर कप पनि गर्दैछौँ। त्यसको सबै प्रारम्भिक तयारी पनि भएको छ। सम्भवतः वैशाख महिनाभरिमा यो टुर्नामेन्ट हुनेछ, बर्खा लाग्नुभन्दा अगाडि नै। त्यसमा पनि यहाँहरूले चाहिँ हाम्रो आफ्नो होस्ट टिम यहाँहरूको बिचबाटै बन्नेछ। त्यसमा पनि सफलताको हार्दिक म शुभकामना व्यक्त गर्छु। र आज यो महत्त्वपूर्ण कार्यक्रम छ, खास गरी पार्टनरसिपका लागि चाहिँ 7 समुद्र पारीबाट पनि युनिभर्सिटीले जुन ढङ्गले भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीले यसमा पार्टनरसिप गरेको छ। अमाउन्ट कति छ त्यो अहिले ठुलोका लागि सायद उपत्यकाभन्दा हामी पनि सल्लाह गर्दैछौँ। अब यसको बिक्रीको लागि अब एउटा पार्टनर पनि हामी खोजिरहेको छौँ। र यदि यसलाई हामी बिक्री गर्न सक्यौँ भने यसबाट आउने चाहिँ केही बेनिफिटहरू चाहिँ हामी खेलाडी
यो कल्याणकै लागि चाहिँ त्यो कोष खडा गरेर त्यसको बेनिफिटलाई काम गरी सोच बनाएको छ। जस्तै कुराहरू उठ्यो नि भोलि चाहिँ खेलाडीको सुविधाको लागि के गर्ने भन्ने कुराहरूमा चाहिँ आज यो पत्रकार मार्फत पनि विशेष लेखिदिनु होला, किनकि यो जर्सी एउटा जर्सी किन्दा 100, 150, 200 खेलाडीको नाममा जान्छ भन्ने खालको मेसेज दिन सक्नु पर्ने। यो जर्सीको धेरै बिक्री होस्, जस्तै नेपाली जर्सीहरू चाहिँ अहिले लाग्छ हामी यो गण्डकीवासीहरू भएर यो पहिरो होइन ड्रेसमा चाहिँ हामी देखिएको सजिएको हेर्न पाऊँ। भोलि गण्डकी गेम हुँदाखेरि पनि कम्तीमा एउटा कुनामा चाहिँ हाम्रो खेलाडीहरूलाई यो ड्रेसमा यो जर्सीमा होइन खेलाडीहरूलाई सपोर्ट गरेको हेर्न पाऊँ, त्यो खालको कामना म चाहिँ गर्दछु, जसले गर्दा खेलाडीको हौसला त बढ्छ नै, त्यसबाट आउने रेभिन्यूले पनि खेलाडीले नै त्यसको रिटर्न जाने गरिकन काम होस् भन्ने हाम्रो चाहना छ। र म अन्तमा लामो नगरिकन हाम्रो 19 छ, दुइटै बोइज लेडिजमा हुन्छ, चाहिँ मेन्समा हुन्छ होइन, त्यस्तै 19मा हुन्छ। अब अलिकति थोरै समस्या चाहिँ कहाँनिर लागिरहेको छ भने अब यो उत्साहित थियौँ हामी, तर जुन अहिले एसियामा वार भइरहेको छ, अनि फेरि अस्ति वर्ल्ड कपमा पनि केही कन्ट्रोभर्सीहरू भयो, त्यसले गर्दा एसियन क्रिकेट काउन्सिल फेरि एक्टिभली चाहिँ अगाडि आइरहेको थियो होइन। पछि पछि अन्डर 16 2 वर्षमा हुन्थ्यो, 19 2 वर्षमा हुन्थ्यो, अहिले चाहिँ इयरली चाहिँ क्यालेन्डर पनि आएको नेपाली क्रिकेट सङ्घको पनि। अनि यसमा चाहिँ पछि पछि हुँदाखेरि हाम्रो धेरै खेलाडीहरूले चाहिँ कम्तीमा एउटा अन्तर्राष्ट्रिय अनुभव गऱ्यो भने अहिले हामी भने जस्तै चाहिँ हाम्रो आफ्नो बेन्च बलियो हुन्थ्यो उमेर समूहमा। हाम्रो माथि चाहिँ जुन हामीले अलिक कल्पना गरिराखेका छौँ नि, हाम्रो चाहिँ लक्ष्य राखेका छौँ, त्यो लक्ष्य प्राप्तिको लागि यस्ता प्रोग्रामहरू महत्त्वपूर्ण केवल एउटा चिन्ताको विषय छ। त्यसमा नेपाली क्रिकेट सङ्घले पनि पक्कै त्यसमा आफ्नो रोल प्ले गर्छ। हामी पनि हाम्रो तर्फबाट यो क्रिकेटमा अरू बाह्य राजनीति कन्ट्रीको राजनीतिहरूभन्दा पनि खेलको स्पोर्ट्सको चाहिँ एउटा होस् र स्पोर्ट्सम्यानसिप यसमा देखियोस् भन्ने हामी सबैले कामना गरौँ, जसले गर्दा अरू धेरै नेपाली प्रतिभाहरू मेरो युथहरूले अन्तर्राष्ट्रिय एरिनामा आफ्नो खेल कौशल देखाउने मौका जुन बनेको थियो त्यो कायम रहोस्, यो कामना गरौँ। र हामी पनि होइन यो उमेशनको प्रोग्रामदेखि लिएर होला अहिले पनि हामी इन्ट्रेक्सन गऱ्यौँ। मेरो साथ यहाँ जुन आउने समय थियो त्यो समयको चाहिँ सदुपयोग हामीले गरेका छौँ, खेलाडीको कुराहरू पनि हामी बुझेका छौँ, हाम्रा कुराहरू पनि केही छन् जुन हामीले आफूले यी सबै चिज देख्दा गर्न नसकेको कुराहरू छ। आगामी दिनमा ती चिजहरू लक्ष्यमा पुग्नलाई ती चिजमा हामीले पनि आफ्नो सफलताको लागि काम गर्दैछौँ। यति कुरा राख्दै म यो आजको कार्यक्रमलाई